नमस्कार, म कमल पौडेल विभिन्न ठाउँहरूका भिडियो लिएर आउने क्रममा आज म बेनी बजारको भिडियो तपाईलाई देखाउन गइरहेको छु। बेनी बजार साच्चै सुन्दर एउटा बजार जो म्याग्दी जिल्लाको सदरमुकाममा पर्दछ। सदरमुकाम हो यो। यता माथिबाट कालीगण्डकी नदी बग्दै बग्दै आएको छ। मुस्ताङबाट बग्दै आएको काली यहाँ आएर बेनी बजारमा मिसिएको छ भने यताबाट बेनी खोला आएको छ। यो बेनी जब बग्दै जान्छ बगेर यो कालीगण्डकीमा मिसिन्छ। यो बेनीको पारिपट्टि यहाँ माध्यमिक विद्यालय निकै राम्रो विद्यालय यहाँ छ। यो साच्चै बेनी बजार भन्दा बित्तिकै हामीले विभिन्न गीतहरू पनि सम्झिने गर्छौँ। बेनीको बजार सँग जोडेर धेरै गीतहरू पनि आएका छन् हैन। यदि यता पारिपट्टि देखिने फेरि यो पर्वत जिल्लामा पर्यो। यो पर्वत जिल्लाको बेनी। अब बेनी त यसलाई पनि बेनी नै भनेर चिनियो, तर यो पर्वत जिल्लामा पर्दछ। यो नदीले धेरैचोटि कटान गरेर समस्या पनि पारिरहेको थियो, तर यहाँका जनप्रतिनिधिहरू, यहाँका राज्य सञ्चालकहरू सबैले ध्यान पुर्याए र ध्यान पुर्याएर यसरी तटबन्ध गरे कि जसलाई विकासका पूर्वाधारहरू बनाउने एउटा आधार बनाइयो। त्यसैले यो खोलाको किनारै किनार जब बजार पनि मासिरहेको सन्दर्भमा छेउबाट यसरी तटबन्ध गरियो कि यहाँ अब हाइवे बनाइयो। यहाँ हेर्नुहोस्, एउटा मजाले बजारलाई घेर्ने गरी रिङ रोड तयार गरिएको छ र निकै राम्रो सुन्दर ढङ्गले यसलाई बाँध बाँधिएको छ र बेनी बजार जोगाइएको छ। तपाईँ बेनी बजार आउनुभएको छ भने बेनी बजारको बारेमा बुझ्नु भएको छ। यदि आउनु भएको छैन भने अब देख्नुहुनेछ यो बेनी बजार हो र यो निकै दुईटा नदीको दोभानमा रहेको यो बेनी बजार धार्मिक हिसाबले पनि निकै महत्त्वपूर्ण मानिन्छ र यो पर्यटकीय हिसाबले पनि निकै महत्त्वपूर्ण छ। यहाँबाट हामी अगाडि बढेपछि खास गरी यसका कुण्डहरूमा खास गरी नुहाउन जाने, तातोपानीमा जाने, सिन्जा तातोपानी यो त्यहाँ जाने पनि बाटो भयो भने यो मुस्ताङतिर जानका लागि यो महत्त्वपूर्ण नाकाको रूपमा पनि भएको कारणले गर्दा यो एउटा नाका हो जहाँको बाट हामी मुस्ताङ पुग्न सक्छौँ, हिमाली जिल्ला पुग्न सक्छौँ। यदि तराईबाट हिमाल जोडिनु छ, त्यहाँ जानु छ भने हामी यही बाटो भएर जान सक्छौँ। त्यसकारण यो निकै महत्त्वपूर्ण ठाउँको रूपमा यो रहेको छ। यो चाहिँ तातोपानी बजार। जब बेनी बजारबाट हामी केही किलोमिटर अगाडि बढ्छौँ, बेनी नगरपालिका वडा नम्बर 4 मा रहेको यो तातोपानी बजारमा आइपुग्छौँ। यो खास गरी प्राकृतिक चिकित्साको हिसाबले महत्त्वपूर्ण मानिएको तातोपानी कुण्डमा नुहाउन आउनेहरू र त्यो सँगसँगै प्राकृतिक दृश्यहरू दृश्यावलोकन गर्न चाहने पर्यटकहरूको लागि यो महत्त्वपूर्ण बजार हुन सक्दछ। त्यसैले म्याग्दी आउनेहरू एकचोटि तातोपानी आउने र तातोपानी आउँदा यो तातोपानी बजारमा पस्ने गर्दछन्। यो तातोपानी बजार जति क्षेत्र छ यहाँ लगभग सबै घरमा होटल छ। यो होटल व्यवसायका हिसाबले निकै महत्त्वपूर्ण बजारको रूपमा यो बजारलाई हेर्न सकिन्छ। साँच्चै एउटा नमुनायुक्त एउटा बजार क्षेत्र, सानो, सफा, चिटिक्क र यो सानो बजार तर निकै होटल प्रवर्धन भइरहेको, होटल व्यवसायको प्रवर्धन भइरहेको एउटा गजबको सुन्दर क्षेत्र हामी तपाईलाई देखायौँ। यो हेर्दा तपाईलाई कस्तो लाग्यो? आज मैले आजको भिडियोमा खास गरी बेनी नगरपालिका, खास गरी बेनी नगरपालिकाको बेनी बजार, बेनी बजारबाट पारिपट्टि पर्वतको बेनी बजार हुँदै हुँदै यो सिङ्गा तातोपानी क्षेत्र समेत तपाईलाई देखाएँ। तपाईलाई भिडियो कस्तो लाग्यो? यदि मन पर्यो भने लाइक, सब्स्क्राइब र कमेन्ट गर्न नबिर्सिनुहोला। आज यतिन्जेल भिडियो हेरिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। अर्को भिडियोमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलका लागि आज्ञा दिनुहोस्। नमस्कार।